पोखराबाट हिँड्न लाग्यो त्यो चाहिँ गाडी मेरो यात्रा अन्नपूर्ण बेस क्याम्पसम्मको इन द हरी चौक यस्तो बेस क्याम्प जानलाई चाहिँ जिप पाउने ठाउँ है त फेरि मेरो हैन असो We are in the Great Heart, a cap checkpoint. तीनजना छ दुईजना थियो यस्तो एउटा चाहिँ रेगुलेसन पेपर Okay. Way to the Ghandruk and Annapurna Base Camp. There's the Modi Khola. Right now we are in the Modi Khola. जीपी स्टेसन स्यामरुङ आइपुगेका छौँ अब यहाँबाट कन्टिन्यू हिँड्नुपर्छ होइन हजुरहरू पनि अन्नपूर्ण बेस क्याम्प आउनुहुन्छ भने पोखराबाट जिप चढेपछि चाहिँ यहाँसम्म चाहिँ ट्याक्क जिपले ल्याइदिन्छ बस पनि आउँछ त्यसपछि चाहिँ हिँड्नुपर्छ है त यात्रा सुरु गऱ्यौँ है त अन्नपूर्ण बेस क्याम्पको अब के हुन्छ म देखाउँदै जान्छु भिडियो लास्टसम्म हेर्नु होला चट्ट पारेर हेलो नमस्ते नमस्ते हेलो हेलो अब चाहिँ हामी यहाँबाट त्यो पारिपट्टिदेखि गाउँ जान्छौँ झेनु भन्छ अनि यहाँनिर चाहिँ एउटा ब्रिज छ होइन झोलुङ्गे पुल 287 मिटर ट्याक्क त्यो तर्नुपर्छ हजुर पनि अन्नपूर्ण बेस क्याम्प आउनुहुन्छ भने चाहिँ यसरी सिग्नलहरू चाहिँ ठाउँ ठाउँमा ट्याक्क छ होइन बाटो चाहिँ सकिनु हुँदैन है कतै ढुङ्गातिर पेन्ट गरेर राखिदिएको हुन्छ कतै यसरी नै बोर्ड राखिदिएको हुन्छ कतै साइनहरू दिएको हुन्छ यस्तो छ हेलो सर नमस्ते हाम्रो खैरे दाइ पुरा चिल पारामा हिँडिरहनु भएको छ ठ्याक्क स्यामरुङ र झिङ्गु जोड्ने पुलमा आइपुग्यो होइन यो चाहिँ अन्नपूर्ण बेस क्याम्प जाने भाइरल पुल हो आई मिन बनेको चाहिँ 5-6 वर्ष भयो होइन पहिला चाहिँ हामी पुरै उँधो खोलामा गएर सानो पुल तरेर फेरि उकाल लगाएर जान्थ्यौँ यहाँ चाहिँ 2 घन्टा जति बाटो छोटो बनाएको छ 287 मिटर लामो छ क्या जो आउँछ टक्क फोटो खिच्छ टिकटक बनाउने ठाउँ बनेको छ टिकटक स्पट फोटो स्पट पुल तरेर तपाईँहरूलाई ट्याक्क देखाउँछु कस्तो बन्छ है त भिडियो हेर्नु होला त आसम्म बब्बाल छ सुके गाह्रो छ झन्डै आँखा फुटाइदिएको यार क्रस गर्दैछ
पहिला चाहिँ हामी यहाँ तलबाटै तल देखेको बाटोबाटै जान्थ्यौँ होइन पुल नहुँदा यस्तो तल गएर तलबाट एउटा पुल छ अनि त्यो पारिको भिरबाट जङ्गलबाट उकालो त्यहाँ माथि निस्किनु पर्छ अहिले चाहिँ पुल भएर यस्तो मजा भएको छ कि 2 घन्टाको बाटो 10 मिनटमा सकिन्छ आइरहेछ बाई 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 भिडियो गर्नुभएको ल धन्यवाद दाइ पुरै एक्साइटेड होइन हामीलाई भिडियो बनाउनु भएको अरे दाइले मार्केट खाने हो पुरै जस्तो बसेर बसिरहेको छ होइन जोस चटपट ग्रेट एभ्रिथिङ बुटुङडुङ उकालो लाग्नु पऱ्यो है त 10 मिनटमा चाहिँ झिनु पुगिन्छ हडपुरी ठक्क अब यो चाहिँ छुम्रुङतिर झिनु हुँदै छुम्रुङ उकालो लाग्ने बाटो होइन गजब बनाएको छ सर सिँढी 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 जानुपर्छ है यो दाइ चाहिँ मैले थाहा पाएदेखि यसरी नै सामान बोक्दै बेच्दै गर्छ के छ दाइ ठिक छ ठिक छ छुम्रुङबाट मैले थाहा पाएदेखि हो कि यो बाटो यस्तो नि मना यस्तो गाह्रो थियो तर दाइले काग जहिले बदाम अनि तरकारीहरू टमाटर के चाहिन्छ ट्याक्क दुईपट्टि ट्याक्क लाएर बोकेर यो कालो गन्डङ गन्डङ छुम्रुङ पुगेर बेचिसकेर फेरि पोखरा फर्किन्छ है नयाँ पुल नयाँ पुलबाट फेरि लिएर आउँछ वेदर खुल्यो भने चाहिँ बडो अन्नपूर्ण साउथ र एमसिली चाहिँ बब्बाल देखिन्थ्यो होइन पुरा क्लाउडी छ अनि साइडमा चाहिँ माछा पुछ्रे पर्छ फिस्टल तर आज देखिएन अलिअलि सेतो सेतो देखिएछ खासै मजा आउँदैन हेर्नलाई होइन झिनो आइपुग्यौँ होइन ठ्याक्क होटल पार्क हिमालयको मुनिबाट जानुलाई लेफ्ट लागेर राइट लाग्नु भयो भने फेरि होटलतिर पुगिन्छ हजुरहरू आउँदा दुःख नपाउनुहोस् उकालो हिँड्नुपर्छ थकै लाग्छ इनर्जी लस हुन्छ इनर्जी गेन गर्ने काम गर्नुहोस् लस गर्ने काम नगर्नु होला गाह्रो छ यहाँतिर चाहिँ लास्टै सिस्नु छ है बिचारतिर विचार गरेर हिँड्नु पर्छ लास्ट बनाउनु बालाले झिनुको हाइट चाहिँ 1750 छ है 1750 मिटर अनि साइडमा छ तर अहिले चाहिँ लास्ट गर्नु भइरहेछ क्या हजुरहरू झिनु बस्नु भन्छ हडस्प्रिङ जानु नबिर्सिनु होला होइन नछुटाउनु होला फर्केर आउँदा चाहिँ मजा आउँछ बेसकामबाट अर्को मासतिर नुहाइदिएन नि त अनि ठ्याक्क यहाँ आएर हडस्प्रिङ गएर हडस्प्रिङमा बस्नुको मजै बेग्लै छ होइन अब फर्किँदाखेरि टाइम छैन आउँदाखेरि यहाँ छ भने नि जाँदा हुन्छ होइन यहाँबाट चाहिँ त्यही नर्मल मान्छेलाई 40-45 मिनट लाग्छ तल जान आउन चाहिँ 1 घन्टा 20 मिनट जति लाग्छ उकालो पर्छ धारा
छ त्यहाँ अनि सानो पोखरीहरू छ टक्क डुब्लिकी हानेर आनन्दले बस्न पाइन्छ अनि मान्छेहरूले भन्छ नि त जति पनि नुहायो भने चाहिँ छाला रोगहरू अन्त हड्डीहरू दुखेको जोर्नीहरू दुखेको बिसाउँछ भनेर त्यस्तो छ भने टक्क जानुपर्छ अनि मैले त्यही भएर फर्केर आउँछ जानु भन्नुको कारण चाहिँ माथि जानु लास थाकेको हुन्छ अनि ट्याक्क फर्केर आउँदाखेरिमा त्यो धेरै निस्किन्छ म सधैँ बस्ने होटल होइन यो चिन्नुहुन्छ बोलाइदिनु भयो टक्क दामी छ फर्केर आउनु ट्याक्क लन्च हानेर जानुपर्छ झोला ठिक भएको छ नि होइन भएन त्यो खाना खाने बेला खाना त उहीँ खान्छ माथि नै जाने यसो गर्नु यसलाई टिपिका बनाउनु त्यो सानो हुन्छ नि कसिँदा अनि त्यो दुइटा कसेर माथि हाल्नु न अनि मिल्छ होइन के भन्नु अप अप दिस वे टु गो हट स्प्रिङ त्यो हट स्प्रिङ जाने बाटो है एन्ड डु नो दट फ्लावर इज द रोडोडान्ड्रन इज द आवर नेसनल फ्लावर रोडोडान्ड्रन that one this flower चिन्नु सकियो हो त्यो माथि डाँडामा चुम्रुङ भन्ने ठाउँ जाँदैछौँ है त्यहाँ सोल्टासोल्टी हुन्छ अगाडि मेरो गेस्ट निब्बिनी भन्छ क्यारे भिडियो हेर्दै जानु कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु अनि च्यानललाई सब्सक्राइब नि गरिदिनु होइन हाइकिङ हबी लाभिङलाई मलाई यसरी नै हिँडेको बेलामा अझै धेरै भिडियो बनाउन मन लागोस् है सहयोग हजुरहरूले सहयोग गरिदिनु भयो भने आई ट्राई टु माई बेस्ट टु मेकिङ द भिडियो एन्ड पोस्ट इन युट्युब म जाँदा जान्छु त्यहीँ काम यस्तै छ हिँडिराख्ने डुलिराख्ने अनि भिडियो बनाउँदै पोस्ट गर्दै गर्ने पाइन्छ मान्छेहरूले टेकिङ भन्छ नि टेकिङ एकदम सहिलो छ जस्तो गर्छ होइन ट्रेकिङ भन्दा टेकिङ गर्छ टेकिङ बहुत गाह्रो हुन्छ होइन यस्तो घाम सर्कोमा हिँड्नुपर्छ गुडुडुङ लाएर नेपालीको 9 बजी दाल भात खाने बानी हुन्छ होइन 8 बजी ब्रेकफास्ट खाएर ट्याक्क हिँड्यो बिहान खाना खानु पनि लाग्दैन 2 बजे 3 बजे खाना खायो ग्यास्ट्रिकले मिठो हान्छ खाना फेरि त्यस्तै हो गाह्रो छ सेफ ड्रिङ्किङ वाटर अन्नपूर्ण बेस क्याम्प एरियामा चाहिँ प्लास्टिक रेस्ट्रिक्टेड छ है प्लास्टिकको बोतलहरू अनि यहाँ चाहिँ ठुलो जारको पानी पाइन्छ अनि त्यो चाहिँ बोतलहरूले किनेर लगाएर राखेको हुन्छ तपाईँहरू घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ बोतल चाहिँ वाटर बोतल बोक्न चाहिँ नबिर्सिनु होइन अनि त्यही लिटरको सिस्टमले उहाँहरूले सेल गर्नुहुन्छ हेलो नमस्ते बाटो चाहिँ सही छ कि सफा होइन अहिले चाहिँ खचडीहरू हिँड्ने बाटो अर्को बाटो बनाइदिएछ अल्टरनेटिभ अनि मान्छेहरू मात्रै हिँड्दा चाहिँ त्यो खचडीले डिस्टर्ब गरिदिनु भएन अन्त खचडीले टोइलेटहरू गरेर यस्तो बनाउने पोहोर हुन्थेन झिँगा लास लागेको हुन्थ्यो केही छैन
सफा छ मजा यो चाहिँ डामडुम छ आज होइन ठगी पारेको छ पोल्युसन यतातिर पानी पऱ्यो भने चाहिँ भगवान खोल्थ्यो होला तर पिस्टल चाहिँ हल्का देखिरहेछ तर क्यामेराको जुमिङ नै पुग्दैन अहिले टक्कर सबजना बेस क्याम्पबाट फर्किँदै हुनुहुन्छ है गाइस टक्क फर्किने बाटो नै हो क्या फेरि जुन बाटो गयो त्यही बाटो फर्किने हो हाम्रो चाहिँ टक्कर फर्किने हो यो बाटो यतातिर टाढा पानी पर्छ यहाँनिर कुमुङ डाँडा पर्छ त्यो माथि डक्टर डाँडा पर्छ त्यो पर चाहिँ लान्द्रुक अनि माथि डाँडा चाहिँ मार्दै जाने बाटो बादल डाँडा यहाँ माथि पर्थ्यो राति चाहिँ लाइट बलेको देख्छ सब थाकेर आएर उकालो सकेपछि चाहिँ रेस्ट हाल्नुहुन्छ ओके 25 minutes more 25. it's hourless wanna rest or you wanna continue continue okay slowly बढाउने चाहिँ टक्क बेस कम जाने बाटो टक्क डाँडामा एकछिन नझुकिनु राइट लाग्नु टक्क गेट छ त्यसै अनि यहाँ सिग्नल नि थियो लेखेर त रहन्छ अहिले सब मेटेछ ए उल्टो भएछ यसरी चिनो चाहिँ 1 hour हामी दिनुबाट आएको सिनुमा चाहिँ 1.5 घन्टा लेखेछ अनि ठाउँ छुम्रुङ म अगाडि बढेँ ट्याग हलाएर छुम्रुङतिर ल छुम्रुङ इन्टर भयो होटल पानोरामा टक्कर कालो चढ्दै छौँ ग्रास मिठो हुल्ला रहेछ हजुरहरू यता घुम्न आमालामा गुराँस फुल्ने टाइममा छ भने चाहिँ नटिप्दिनु होला है टिप्यो भने चाहिँ त्यहाँबाट बोट मर्न थाल्छ कहिले पनि पलाउँदैन क्या त्यो रुख्ने मर्ने हो क्या हाँगै मर्ने होइन प्लिज सेभ द गुराँस है हामीले गुराँसको बिरुवालाई जोगाउनुपर्छ रुखलाई जोगाउनुपर्छ वातावरण मैत्री बनाउनुपर्छ हजुरहरूलाई मेरो रिक्वेस्ट हो कहिले पनि गुराँस टिप्ने काम चाहिँ नगर्नु होला टक्क लाएर छुम्रुङ आइपुगेको छौँ दिदी चाहिँ हिँड्न नसकेर टक्क घोडामा आउँदै हुनुहुँदो रहेछ हजुरहरू नै हिँड्न सकेन भने ट्याक्क घोडा लिने घोडा टाउने जाने हेलो नमस्ते आज त्यही हो तर के भन्छ अरे घोडा चाहिँ अप्पर दोबानसम्म मात्रै जान्छ है त त्यहाँदेखि माथि जानु मिल्दैन के छ हाकिम ल यो मेरो हाकिम भाइ है त कता आज दोकानबाट फर्का ठिक छ त बाटो चाहिँ छुम्रुङको सप यस्तै हो टक्क जर्मन बेकरी छ जर्मन ब्रेड बेकरी एन्ड कफी सप तपाईँहरू टक्क बेस क्याम्प आउँदा चाहिँ पोखराबाट आएर चाहिँ भ्याउनु चाहिँ तपाईँहरू त्यो तलसम्म जिपमा आउनुभयो भने छाम्रुङसम्म जिपमा आउनुभयो भने चाहिँ होइन चाँडै बिहान चाँडै गरेर निस्किनु भयो भने त एकैदिनमा भम पनि पुग्नुहुन्छ छिटिनुहुन्छ नत्र भने सिनेमासम्म पुग्नुहुन्छ तर त्यसरी हतार गरेर जानुभन्दा चाहिँ छुम्रुङमा आएर बस्दा हुन्छ होइन आनन्दले रमाइलो छ गाउँ यो चाहिँ त्यसपछि आउने सिनेमातिर भनेको चाहिँ थोरै घरहरू मात्रै छ त्यसपछि त त्यो होटलहरू मात्रै माथि भएको ठाउँ ठाउँमा अनि गाउँ छैन यो चाहिँ रमाइलो भने बरु फर्किँदाखेरि चाहिँ
टक्क डुडुङ तल झर्ने अनि आएर आउँदा चाहिँ टक्क बसेर रमाइलो गरेर जाँदा चाहिँ मजा आउँछ अनि सोफिना सब छ है यसमा हुन्छ सब थोक बेकरी टक्क बर्थडे परेछ भने यहाँ केक सेक बनाइन्छ ट्याक्क काटेर बर्थडे मनाउनुहुन्छ बाटो यो अनि छुम्रुङमा बस्दा धेरै कुराहरू चाहिँ अर्ग्यानिक हुन्छ क्या जस्तो तरकारीहरू होइन आलुहरू यहीँ उत्पादन हुन्छ अनि सबै होटलहरूको यहाँको मान्छेहरूले चाहिँ त्यो बिनहरू बोडीहरू अनि अरू स्क्वाइसहरू बरेला गार्लिकहरू लसुन प्याज सबहरू उहाँहरूले यहीँ उत्पादन गर्नुहुन्छ अनि मजा आउँछ यहाँ बसेर खानाहरू खान बस्न राति रमाइलो गर्न होइन अहिले चाहिँ फेरि कन्जर्भेसन एरियाले अन्त हल्ला बढी गऱ्यो नेपालीहरूले स्पिकरहरू धेरै बजाएर ब्यान गर्दैछ जसले बगाएर आउँछ उहाँहरूको सबको निकालिदिन्छ अनि त्यही भएर हजुर नै आउँदै हुनुहुन्छ भने चाहिँ स्पिकरहरू नल्याउनु सकेसम्म ल्यायो भने त्यो लाउडली नबजाइदिनु होइन अरूलाई डिस्टर्ब हुन्छ मान्छेहरूले पिस चाहिएको हुन्छ रमाइलो गर्न कलेजपछि त रमाउन आएको हुन्छ हजुरहरूले स्पिकर बजाइदिएर गर्नुहुन्छ पुरै त्यो डिस्टर्ब हुन्छ नि त अनि टक्क कन्जर्भेसन एरिया त एरियामा त चराचुरुङ्गीहरू अनि त एनिमलहरू बसिरहेको हुन्छ अनि त्यो लाउडली उयोहरू बनाउँदा उनीहरू भाग्ने गर्ने हुन्छ स्पिकरको बजाउनु ल आजको मेरो डे 1 चाहिँ कम्प्लिट भएको छ यो चाहिँ हाम्रो होटल हो अहिले ट्याक्क चट्टा परेको होटल छ सानो हजुरहरू आउनुहुन्छ ट्याक्क बस्नुपर्छ होइन पहिले बुक गरेर आउनुपर्छ यहाँ चाहिँ आनन्दले सुतिरहेछ हाम्रो भोटे आज यहीँ बस्छौँ डे 1 फिनिस भयो ओके डे 1 फिनिस congrats start to day 2 tomorrow yeah day 1 finish day 2 start journey अब चाहिँ एउटा हामी हिँड्न लागिरहेछौँ होइन छुम्रुङबाट आज बम्बुसम्मको यात्रा छ हाम्रो चाहिँ हेम्चुली अन्नपूर्ण साउथको चाहिँ जबताले भ्यू देखिरहेछ तर हल्का पोल्युसन छ यतातिर फिस्टल बिस्तारै गुडुडुङ कुद्नु पर्नेछ हामी बसेको होटल है यत्र अगाडि बसेको आज चाहिँ बम्बु जाने होइन एउटा बम्बु चाहिँ बिस्तारै जाँदा 5-6 घन्टा लाग्छ फर्स्ट चाहिँ हामी सबै बाटो ओह्रालो गएर तल एउटा खोला छ खोला तरेर अनि उकालो जानुपर्छ चिनुवाको लागि पहिला आउने भनेको चाहिँ भन्नुवा 1.5 घन्टा नमस्ते ओरेन्ज 2.5 घन्टा जति यहाँबाट चाहिँ ट्र्याकल आएर 1.5 घन्टा जति यहाँ भन्नुवा पुगिन्छ नुवाबाट 20 मिनटमा रेल सिनुवा त्यसपछि अर्को 1 घन्टामा चाहिँ अप्पर सिनुवा पुगिन्छ त्यहाँ गएर लन्च खाना खाएर अनि बम्बुतिर लाग्नुपर्छ बेस क्याम्प जाने बाटो चाहिँ सबैभन्दा ठुलो गाउँ हो गुरुङहरूको चाहिँ बस्ती रहेछ है ट्याक्क पर्मिट चेक गर्नुपर्छ त्यसपछि चेक गरियो बिस्तारै ओह्रालो झरिन्छ
इट्स वान अफ द बेस्ट मोमेन्ट हो क्या फोटो खिच्न चाहिँ हजुर घुम्न आउँदाखेरिमा चाहिँ मिस नगर्नु है त यो चाहिँ लास्ट सप होइन बेस क्याम्पतिर सामान लिएर जाने अन्नपूर्ण बेस क्याम्पतिर हजुर घुम्न आउँदा चाहिँ केही सामान इमर्जेन्सी चाहिने छ भने चाहिँ किन्न सक्नुहुन्छ सबै कुरा पाइन्छ है त कहाँ पुगिन्छ गाइड्स टक्क माथि चाहिँ हिमाल ड्याङ्गा गजब देखिरहेको छ अगाडि के देख्दै जान्छ म देखाउँदै जानेछु भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला अनि भिडियो कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला सोसल वर्क गरेर भित्र गएपछि उहाँहरूको मेमोरीमा चाहिँ यस्तो बनाएको हुन्छ रेस्क्यु आउँदा चाहिँ यसरी डस्टबिनहरू राखिदिएको छ हजुरहरू पनि आउँदाखेरिमा फोहोरहरू चाहिँ कलेक्ट गरेर ल्याएर ट्याक्क डस्टबिनमा हालिदिनु है त हालिदिनु इन्भाइरोमेन्टलाई सेभ गरिदिनु सफा सुन्दर अन्नपूर्ण पदयात्रा नारा लिएर आइदिनु है त आउनु होला फोहोर नगरिदिनु इन्भाइरोमेन्ट सेभ गर्नु है अब छुमिङ खोला तर्दैछौँ खोला तरिसकेपछि चाहिँ पुल तरिसकेपछि चाहिँ मिठो उकालो छ सिंहसम्मको अप्पर सिंहसम्मको अब यात्रा सिनेमातिरको उकालोको यात्रा चाहिँ सुरु भयो मिठो कुद्दै आइरहनु भएको छ यो पारामा नयाँ एनर्जी कुद्नको लागि तबला भनेको चाहिँ यो होला कल्लोमा लन्ठङ लन्ठङ हुँदैछ होइन कडा छ बाटो फाइनली गाइज हामी भनुवा आइपुगेको छौँ सिनेमा लोवर सिनेमा त्यहाँ छ छोटो मिठो रेस्टुरेन्टहरू जानुपर्छ गाह्रो छ कस्तो प्लेस आलु खेती बबाल गरिरहेको रहेछ आलु छ फाइनली गाइज लोवर सिनेमा आइपुग्यो उकालो हिँडिसकेपछि ट्याक्क फेरि यस्तो कफी यहाँ पाइन्छ होइन गाह्रो छ भ्यू देखाइन्छ त म तर वेदर खुलेको छैन पोखरा कान्द्रुक देखिन्थ्यो तर एउटा ड्याममा भएको भएर देखेन
यात्रा निरन्तर जारी छ सिनेमाको। अब सिनेमा घाँस फुलिरहेको रहेछ। भित्र पनि भने चाहिँ टिप्नु हुँदैन भनेर टिप्नु नटिप्नु होला। यो हेर्नको लागि मात्र हो। अन्त चराहरू घाँसको रस खान आएको कराइराखेको हुन्छ क्या, आज गीत गाइरहेको हुन्छ नि, त्यस्तो भएको भएर चाहिँ आनन्द शान्त चराको त्यो चिजबिर सुन्दै हिँड्नको आनन्द मस्त मङ्गल छ है। बाटो यो होइन, लास्ट पुस्तको सिनेमाको लागि निकालेर हिँड्नुपर्ने छ। फाइनली गाइज, फाइनली अब चाहिँ हामी सिनेमा फाइनली निकाल्न सक्यौँ। फुलहरू सब यहाँ रेस्ट हान्दैछ। सिनेमा त्यही हो। सिनेमाबाट चाहिँ बफर जोन एरिया सुरु हुन्छ। माथि चाहिँ भण्डारा के भन्छ कुना मात्रै पाइन्छ होइन, मासुहरू चाहिँ लाउड छैन। आउँदै छ नि बोकेर लान पनि दिँदैन, नल्याउनु होला है। माथि मन्दिर छ बाराईको, त्यहाँ चाहिँ निकै नराम्रो हुन्छ भन्छ त्यस्तो मासुहरू लिएर आयो गऱ्यो भने। फाइनली केटा हो सिनेमा आइपुग्यो है त। हाइट चाहिँ 2360 मिटर छ। ल हल्का हिमाल खुलिरहेको रहेछ गाई छैन, हिमचुली हो यो, सानोदेखि छ। अनि माछा पुच्छ्रे एउटा गङ्गापूर्ण हल्का देखेछ। क्यामेरा जुमिङ गर्न पनि मिलिरहेको छैन। फाइनली उकालो चाहिँ सकियो। एक्सक्युज मी, हाम्रो खायो खै पुरै आइदिइरहेछ बोकेर। बाल चाहिँ ढोको हुँदै हुनुहुन्छ। दाइको चाहिँ पुरा पावरफुल रहेछ क्या। दाइको एकजना गेस्ट चाहिँ टक्क बोन लाग्दैन, हल्लिएर सकेको थिएन, अहिले चाहिँ डेन्जर बोकिदिइरहेछ नि। हाम्रो यात्रा चाहिँ अप्पर सिनेमाबाट बम्बोतिर अघि बढ्यो। अहिले त क्लाउडले गर्दा सब ढ्यामढुम्म छ डाँडाहरू। अब यहाँबाट चाहिँ सिनेमासम्म चाहिँ घरहरू छ होइन, लास्ट गाउँ हो। अब चाहिँ जङ्गल पसियो। यहाँबाट 2 घन्टा बम्बोलाई लाग्छ। बाटो सजिलो छ, तेर्सो कतै कतै अलिअलि उकालो छ उता रेलसम्म। त्यसपछि चाहिँ आधी घन्टा जस्तो ओह्रालो जानुपर्छ। ओह्रालो चाहिँ ठाडै छ है। बाटो यस्तै होइन साथी हो, बाटो चाहिँ चिल पारेको छ। आनन्द आउँछ हिँड्न चाहिँ, मजाको छ। पहिरो गएको ठाउँमा चाहिँ सेफ्टीको लागि काठहरू हालेर यसरी ओढाएर बाटो बनाएको छ। Incrível, fiz uma leitura de mails, como é que ele escreveu? अन्नपूर्ण बेस क्याम्पबाट चाहिँ ठाउँमा यसरी राखेको छ होइन, डस्टबिनहरू। फोट चाहिँ ल्याउँदै टक्क यहाँ हालिदिने गर्नु होला है डस्टबिनमा। जहाँ पाए त्यहीँ नफालिदिनु होला। स्वर्ग जस्तो छैन त, स्वर्ग जाने बाटो कुन हो?
यस्तै हुन्छ शान्त सुनसान आनन्द त गएर आछस् भनेर होइन गएको त छैन सोच्न त पाइयो नि होइन पैसा तिर्नुपर्ने होइन सोच्दैमा त्यस्तै होला भनेर इमेजिङ गर्नु त पायो नि त त्यो केब छ हेर्दा उसको मिलाउने बाटोमा अन्त त्यो बम्बो त्यो केब छैन गुफा जस्तो बडा पानी सानी पऱ्यो भने ट्याक्क बस्न हुने खाले छ बस्न चाहिँ नबस्ने रिक्स हुन्छ जङ्गलमा हिँड्दैछौँ मैले कस्तो आइरहेछ फेरि बोल्न चाहिँ मलाई गाह्रो भइरहेको छ त्यो भएर मैले भोइस कम हालिरहेको छु भिडियो इन्डसम्म हेरिदिनु होला भोइस नआए पनि मैले इम्पोर्टेन्ट ठाउँमा कुनै भन्नुपर्ने कुराहरू चाहिँ भनिराखेको छु यहाँ हाइकिङ हबलाई सब्सक्राइब पनि गरिदिनु होला यो चाहिँ अन्नपूर्ण कन्जर्भेसन एरिया अन्तर्गत पर्छ होइन अन्नपूर्ण संरक्षित क्षेत्र छैन हेल्प गर्नुपर्छ दाइहरूलाई गाउँको नभए नि अन्ठाडाको भए नि गर्नुपर्छ किनभने सधैँ डुलिराख्ने भएपछि अब कहिले यता आइन्छ अन्नपूर्णतिर कहिले यता एभरेस्ट गइन्छ कहिले आउट अफ नेपाल गइन्छ होइन टिबेटतिर लद्दाखतिर काम गर्न रिसाएर त केही हुँदैन नि त सबैसित मिठो बोल्ने हाँस्ने हिँड्ने यही नि हो जिन्दगी होइन पैसा भने कमाइँदै गरिन्छ नि साथी कमाउनु ठुलो कुरो हो क्या रेस्पेक्ट कमाउनु ठुलो कुरो हो लाइफमा जस्तो लाग्छ है मलाई हजुरलाई कस्तो लाग्छ भन्नु होला अब चाहिँ तेर्सो बाटो लगभग सकिनु लाग्यो यहाँ अगाडि चाहिँ एउटा रेस्ट गर्ने ठाउँ छ होइन धारा निसा सानो घर पनि बनाइदिएको छ राति भयो भने पानी सानी बस्नु पऱ्यो भने बस्नलाई कोठा हाउस अनि त्यहाँबाट चाहिँ हल्का ओह्रालो गएर अलिकति 150 बसिन्छ ओह्रालो भएर चाहिँ अब चाहिँ 30 देखि 40 मिनटमा बम्बु पुगिन्छ है त अब चाहिँ बम्बु लगभग आइपुग्नु लाग्यो अन्नपूर्ण बेस क्याम्प आउनुहुन्छ भने त्यो जङ्गलहरूमा चाहिँ ओसिलो पोखरा छ ग्रिनरी बनाएर आउनु ठिक्क हुन्छ क्या भएर कस्तो हुन्छ भने त्यो रसमा कुद्नुभन्दा पहिलो दिन सिलपारामा छम्रुङ्गाएर बस्योस् जाडो बम्बु त्यहाँबाट देउराली तेस्रो दिन चौथो दिन बेस क्याम्प बाटो सरर सिनेमातिर गएर बस्यो पानी पर्ला जस्तो सामुन गरेर ठिक्क हुन्छ ट्याक्क लगाएर बम्बु नै बस्ने हो त्यसले गर्दा पानी पऱ्यो नि आउनुहुन्छ भने 8 दिन लाग्यो केही गाह्रो नहुने छ किनभने 5-7 मिनटमा चाहिँ पुगिन्छ बम्बु चाहिँ जङ्गल भएको बम्बु चाहिँ बाँस निकाल भएको चाहिँ बम्बु नाम राखिदिएको होइन यार इन द ब्याम्बु आइपुग्यो यहाँको इन्फर्मेसन बोर्ड पनि छ ओके यहाँ चाहिँ 2145 रहेको छ यहाँ चाहिँ 5वटा होटल छ होइन यहाँ चाहिँ मन्दिर छ एक्सक्युज मी ओके यसको यहाँ चाहिँ 5वटा होटल छ यो बोर्ड चाहिँ यो चाहिँ बाराही मन्दिर हो यताको अनि यो मन्दिरमा चाहिँ त्यो मन्दिरले गर्दा चाहिँ यता बफर जोन एरिया बनाएको अरे त्यस्तो मासुहरू ल्यायो भने चाहिँ अनि यता पानीहरू पर्ने होइन एम्बुलेन्सहरू आउने पर्ने हुन्छ भन्छ होइन
त्यहाँको लोकल मान्छेहरूले अनि कहिले त्यो कोरियन उता अन्नपूर्ण फर्स्टमा बित्दा मर्दाखेरिमा चाहिँ त्यो कोरियनहरूले त्यो पछि चाहिँ त्यो पूजा गर्न आएको बेलामा चाहिँ त्यो बुङ्गुरको टाउको लिएर आएर चढाएको थियो त्यहाँबाट स्ट्याचु बनाउँदा अनि पछि त्यही दिन बेलुकाबाट चाहिँ अनि त्यहाँ डिजास्टर भएको थियो अन्नपूर्णमा हुन्छ होइन सकेसम्म हजुरहरू आउँदा नि नल्याउनु होला यताको मान्छे लोकलहरूले पनि आउँदैन माथि चाहिँ गोठगाउँको बेलामा चाहिँ भेडाहरू चाहिँ काट्छ त्यही हो अनि टुना र ऊ मात्र पाउँछ के भन्छ अन्डा मात्र सिग्नल हो र निस्कम चाहिँ दोकान चाहिँ 1.5 घन्टा भनेको छ तर 1.5 घन्टा चाहिँ लाग्दैन ढिलो हिँड्ने मान्छेलाई 1 घन्टामा आनन्दले पुगिन्छ सोध्दै हुनुहुन्छ बस्ने भनेर बिस्तारै जानु पऱ्यो नि हतार गरेर भएन नि त होइन त्यो बस्ने हो आनन्द सुत्दिने हो पानी पर लगाएर हाम्रो आन्टीहरूको तरकारी खेती करेसाबारी मिठो साग बनाउँछ यहाँ टमाटर बन्दा सब यहीँ पाइन्छ आनन्द ढुक्क छ ल फाइनल्ली हो यार बम्बो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु डे टु फिनिस आइरहेको छ रुम लिनुभयो च्यानल सब्सक्राइब गरिदिनु रुम नम्बर 12 लाइक कमेन्ट सेयर गरिदिनु बेल आइकन ट्याक्क बजाइदिनु त्यसो अर्को भिडियो ड्याङ आउनु छ त्यो हजुरलाई नोटिफिकेसन आउँछ हेरिदिनु होला कति बिगा दिँदै गरिदिनु होला मलाई त्यो भयो भने बुद्ध गेस्ट हाउसमा बसेँ अलि राम्रो छ मजा आउँछ Hello everyone, namaste. Today is the day 3. We're heading to the Deurali. मैले चाहिँ आज मेरो तेस्रो दिन है अन्नपूर्ण बेस क्याम्प हो देउराली जाँदैछु त्यहाँबाट देउराली चाहिँ 5-6 घन्टा लाग्छ भिडियो हेर्दै जानु के छ है म देखाउँदै जान्छु है त अनि यो कस्तो लाग्छ मोमोमा चाहिँ 5वटा होटल छ है आउनुहुन्छ भने ठिक्क खाले रुमहरू पाइन्छ एकजना रेडी भइसकेको छ यताबाट चाहिँ माछौँ सबजना जानको लागि रेडी छ चिसो छ मौसम त्यही भएर ज्यान तन्काउँदै हल्का डान्स हान्दैछ है त टोलीहरूले यस्तै छ होइन अब चाहिँ त्यो शान्त छ कि खोलाहरू कराएको सुन्छ चराहरू चिरबिर चिरबिर पानीको आवाज अरू डिस्टर्ब चाहिँ केही आउँदैन जङ्गलमा हिँड्न चाहिँ छुट्टै मजा छ क्या रुखहरूको सेवहरू चाहिँ यस्तो फरक देखिन्छ क्या लास्ट टाइम त्यही छ 2016तिर होला 16मा कि 17मा मैले एउटा ग्रुपसँग काम गर्दाखेरि चाहिँ हामी स्टाफ 5-6 जना थियो नेपाली 4 जना अनि 6 जना नेपाली थियो उनीहरूले चाहिँ हाम्रो सबैजनाको नाम चाहिँ रुखको सेपबाट चाहिँ ठ्याक्क त्यो अल्फाबेटिकल मिलाएर
पिक्चर खिचेर अनि पोखरा गएपछि प्रिन्ट गरेर दिएको थियो कि यताको प्लेस सेफ राइट दाजुहरूले मिठो घोडा कुदिरहेछ आज त बवाल छ गई छ फेरि बर्खामा चाहिँ पानी बर्खा चाहिँ डेन्जर आउँछ यहाँ खोला अहिले पानी नपरेको सानो छ पानी परेपछि त गर्न सक्दैनौँ नि बवाल छ यो ग्रुपहरू सबजना निस्कनलाई हिँड्दैछ भिडियो चाहिँ यिनसम्म हेर्नु होइन तपाईँहरूलाई चाहिने सबै इन्फर्मेसन म दिने प्रयास गरिरहेको छु गर्छु पनि यो युट्युबतिर टन्नै भिडियोहरू आउँछ होइन सबैको फरक फरक म हालिरहेको हुन्छ नि अहिले सबै चेक गरेर जान सक्नुहुन्छ हाइकिङ हक लाग्दैन यस्तै यस्तै भिडियोहरू आइरहेको छ हजुरहरूले हेरिदिनु होला च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला म रिसेन्टली जुन जुन ठाउँ जान्छु त्यो ठाउँको भिडियोहरू हालिराख्छु होइन कोही भिडियोहरू डबल त्रिबल नै हुन्छ त्यो ठाउँको तर कस्तो हुन्छ रिसेन्ट टाइमको हुन्छ एभ्री टाइम एभ्री मन्थ त्यो चेन्ज भइरहेको हुन्छ त्यहाँको सिस्टमहरू अनि होटलको कन्डिसनहरू वेदरदेखि सब कुरा अनि हजुरहरूले चाहिँ सबै भिडियो पहिला आएकै थिए यस्तो छ भनेर अहिले फेरि हालेछ भने त्यही कन्टेन्ट दोहोरिँदैन कि हाम्रोमा त्यो कन्टेन्ट त्यो ठाउँ दोहोरियो पनि भिडियो फरक हुन्छ त्यही भएर सबै भिडियोहरू हेर्नु होला अनि तपाईँहरू नेपालको जुन जुन ठाउँ ट्रेकिङ गर्दै हुनुहुन्छ गर्ने सोच बनाउँदै हुनुहुन्छ भने त्यहाँ केही मेरो फेसबुक र इन्स्टाको लिङ्क छ गएर केही इन्फर्मेसन चाहियो भने म्यासेज गर्न सक्नुहुन्छ साथसाथै हजुरहरू नेपाल बाहिर टिबेट हजुरहरू म्याक्सिमम् नेपालीहरूले घुम्ने गर्न थाल्नुभएको छ उता कैलाश उतातिर जानुहुन्छ भने पनि सुत्दा हुन्छ म आफू उता काम गर्ने भएको भएर मैले चाहिँ आफूले जानेको मलाई चाहिँ सेयर गर्छु सबैसँग बिना चाहिँ ट्रेकिङ सफल हुँदैन गाडी ल्याइदिनुहुन्छ फर्स्ट क्याम्प ल्याइदिनुहुन्छ ल्याइदिनुहुन्छ त्यसपछि हो हामी जान सक्छौँ त नत्र भने मान्छेहरू त्यही यहाँ पुग्न त त्यत्रो गाह्रो हुन्छ नि उहाँहरूले चाहिँ 30-35 केजीको लोड सजिलै बोकेर पुग्दिनुहुन्छ मैले तपाईँले भनेको थिएँ कोजिहङ गेम 12 मन्दिरदेखि माथि भेगमा कुखुरा बफ सुँगुरको मासुका वस्तुहरू लैजान कडाइका साथ निषेध गरिएको छ सेन्चुरी युथ क्लब छुमरोङ रे ल गाइस दोकान आइपुग्यो वेलकम टु दोकान यहाँ ओर्लिङले बोर्ड राखिदिएछ साइन बोर्ड नि छ होइन यहाँको हाइट चाहिँ 2505 मिटर रहेछ अनि दोबानबाट हिमालय 2 घन्टा देउराली 4 घन्टा 30 मिनट भन्दैछ यहाँबाट दोबानबाट हिमालय पुग्नलाई 2 घन्टा चाहिँ लाग्छ ठिक्क हिँड्दा अलिक छिटो हिँड्नु भन्छ छाडे नि पुग्छ
चाहिँ 3वटा होटल रहेछ। यो चाहिँ लोवर दोभान हो, माथि अप्पर दोभान 2वटा छ। दोभान चाहिँ खत्रै राम्रो चाहिँ देखिन्छ, चिटिक्क छ क्या बाहिरबाट हेर्दा चाहिँ। भित्र होटलहरू नै राम्रो छ, नयाँ हो, भन्नाले होटलहरू नयाँ बनाएको। सोफा सो गुड। टक्क म भिडियोमा देखाइदिन्छु कस्तो लाग्छ भन्नु नि। अब यहाँबाट 20 मिनट जतिमा चाहिँ हामी अप्पर दोभान पुग्छौँ। अनि हाल्नु पर्यो नि, फोटो खिच्ने त्यत्रो दुःख गरेर हुन्छ। अप्पर दोभान आइपुग्यो। त्यस दोभान चाहिँ पहिला यहाँ चाहिँ होटलहरू थिएन, ठ्याक्कै कोभिड अगाडिबाट बनाएको 2018 तिर। अनि अहिले चाहिँ कन्जर्भेसनले यहाँबाट रिमुभ गरेर फेरि दोभानमै लैजा भनेको छ अरे। अनि लङ टर्म नहुन नि सक्छ यहाँ फोटो, पछि फेरि तलै हुन पनि सक्छ। यात्रा फेरि सुरु भयो होइन, एकछिनको रेस्ट पछि। अप्पर दोभानमा चिया खाएर, आँखा खाले कफी खाएर अब यहाँबाट हिमालय 1.5 घन्टा लाग्छ। है ल यहाँ चाहिँ एभलन्स आएको रहेछ, डामडुम बनाइदिन्छ। यस्तो एभलन्स खस्ने ठाउँहरूमा चाहिँ हजुरहरू घुम्दा आउँदै हुनुहुन्छ भने जुनसुकै ठाउँमा नि धेरै टाइम नलगाउनु होइन, रिस्की हुन्छ। त्यो ठाउँमा चाहिँ त्यो घाम लागिरहेछ भने माथिबाट पहिरो खस्ने नि त्यत्तिकै सम्भावना हुन्छ। अनि त्यहाँको उँधोको नि त्यो ढुङ्गाहरू उँधो भएको छ नि, त्यो पक्रेर गएर होलहरू बनेर चाहिँ खस्ने डुब्ने हुन्छ। नेक्स्ट केसमा चाहिँ फरेनर भन्दा पनि नेपालीहरू धेरै त्यो एक्सिडेन्ट केसहरू अनि बितेको कुराहरू आइरहेको छ कि। रेस्ट आउँदै हुनुहुन्छ, बेस्ट पोइन्ट हो कि माथि जाने मान्छेहरू माथिबाट फर्किनेहरूको कति लगाएर विचार राख्न आउँछ। रेस्ट गर्ने ठाउँ ढुङ्गाहरू चाहिँ राष्ट्रिय छ क्या, सिँढीहरू छैन। कोही कोही बेलामा चाहिँ त्यो खुट्टाको ब्यालेन्स नभएर धेरै लड्छ क्या। ओह्रालो फर्किँदाखेरि यहाँ थियो मसलहरूमा समस्या आउने, एङ्गलहरू दोब्रिने हुन्छ। त्यति बेला चाहिँ अलिक केयरफुल भएर हिँड्नु होला हजुरहरू चाहिँ होइन। हजुरहरू पनि आउँदाखेरिमा चाहिँ एउटा ब्यागको साइडतिर एउटा प्लास्टिक झुन्डाएर आउने, अर पकेटहरूको एउटा खाली गरेर सिफरहरू आफूले खाएको त्यहीँ राख्दै जानु होला। गर्नु भने राम्रो हुन्छ। यो चाहिँ मेरो हजुरहरूलाई रिक्वेस्ट। यहाँ चाहिँ 2वटा बाटो छ। यो चाहिँ पुरानो बाटो हो होइन, हिमालयतिर जाने। यो चाहिँ नयाँ हो। तपाईँहरू चाहिँ राइट लागेर जानु होला। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ राइट लागेर जानुभयो भने चाहिँ अगाडि मन्दिर छ, पोजेङमो बाराथान भन्ने मन्दिर छ होइन। त्यहाँ चाहिँ यस्तो दामी फोटो खिच्ने ठाउँहरू बनाइदिएछ। अनि तल वाटरफल छ, तल मोदी खोला देख्छ, दामी हुन्छ, जानु होला। अनि यहाँ नोटिस बोर्ड नै छ, 2 दिन मासु नखाँदा यहाँ केही हुँदैन। त्यही भएर नल्याउनु, नखानु, अनि त्यो स्पिकरहरू नबजाउनु होला यता आउँदा। अन्त धेरै बजायो भनेर हल्ला भनेर त्यो एकापले नै समाइदिएको छ, उनीहरूले राखिदिएको छ। अनि जरिवाना पनि लगाउँछ। यसमा किन जरिवाना गर्नु पर्यो, त्यो स्पिकर बजाउने पैसाले त अर्को ठाउँ घुम्न जानु पुग्छ है। गाइज मन्दिर यो है, मन्दिर वाल छ मन्दिर। जहिले पनि मन्दिरमा घुम्दा राइट टु लेफ्ट घुम्नुपर्छ भन्ने मान्यता फलो गर्दै राइट टु लेफ्ट घुम्दैछु है त।
बेस्ट भनेको चाहिँ यहाँको टक्क माथिबाट यस्तो गरेर पानी आएको छ होइन वाटरफलको मन्दिर घुमेर दर्शन गरेर टक्क लाएर उकालो गर्न सुरु भयो हाम्रो। मलाई नै यो अब यहाँ ल्याम्पमा खाना खाएर सर्लक्कै हिँड्नुपर्छ। यहाँ चाहिँ 3वटा होटलहरू छ। सबै जस्तो झन्डाहरू हालिदिएछ सबै होइन 5-7वटा ठिक हो। अब अङ्कल बाटो चाहिँ आएको अनि म चाहिँ यहाँ ट्याक्क खाना खाएर जान्छु। पुरा जारी छ ट्याक्क लाएर अनि चाहिँ हिमालयमा लन्च खाएर देउरालीतिरको बाटो लाग्यौँ। यो राम्रो छ दिदीको बस्ने ठाउँ बनाएको छ। बुद्धको मूर्ति पनि छ। बेस क्याम्पको सबभन्दा रिक्स एरियामा चाहिँ के हो बेस क्याम्प आउँदा हजुरहरू नै आउँदै हुन्छ भने चाहिँ यो ठाउँ चाहिँ नोटिस गरिराख्नु होइन। आफ्टर एभलन्स के अरे ढुके कटेर तल झरेपछि आउने खोलाको नजिकै छ है। लोकेसन चाहिँ एकदम दिमागमा राख्नु। यहाँ चाहिँ यस्तो हुन्छ बर्खामा पानी पऱ्यो भने नि खोला आइदिन्छ अनि त्यो पुलसुल बनाएको हुन्छ टेम्पोरेरी त्यो सब बगाइदिन्छ। रोकिनु होइन केही भएन भनेर माथिबाट उँधो केही नभए पनि माथि पानी परेको यस्तो घाम चलेर माथि त पहिरो आउन सक्छ। डे 3 सकिन लाग्यो अलमोस्ट कम्प्लिट। मलाई चाहिँ 5.5 घन्टा लाग्यो होइन यहाँ आइपुग्नलाई तर ल्याइपुग्नलाई। त्यही हो मङबाट 5 देखि 6 घन्टामा आइपुग्छ। बढी रिक्स लिएर हिँड्नु हुँदैन अनि ठिक्क यहाँ बस्दा राम्रो। देउरालीको हाइट चाहिँ 3230 छ। यहाँ चाहिँ 5वटा होटल छ है। होटलहरू पनि ठिक्क छ 5वटा। ठ्याक्क बस्यो अनि भोलि यहाँबाट बेस क्याम्प जानलाई बिहान अलिकति मजा नै आउँछ। बिहान त घाम लागेको बेलामा त त्यस्तो चिसो नै हुँदैन हावा नि कम चल्छ। सबै होटलहरू अलमोस्ट सेम नै छ यताको त्यस्तो डिफ्रेन्स छैन। यहाँ चाहिँ त्यो समितिको कन्ट्रोलमा बनाउने भएर अनि डिफ्रेन्ट हुँदैन क्या एकै खाली नक्सा पास गरिदिन्छ स्वीकृति दिन्छ बिल्डिङलाई। अनि त्यो तोलासोला हालेर उ गर्न त्यस्तो दिँदैन बाड्दाले पनि। ओके टुडे इज डे 4 स्टार्ट। आज चाहिँ हाम्रो 4थो दिन अन्नपूर्ण बेस क्याम्पको यात्रा जारी छ। आज यहाँबाट हामी माछापुच्छ्रे बेस क्याम्प जान्छौँ फर्स्ट। माछापुच्छ्रे बेस क्याम्पको क्याम्प जान चाहिँ लगभग 2 घन्टा लाग्छ है। बिस्तारै गयो भने ठिक्क हिँड्दा। ढिलो गर्नुभयो भने चाहिँ त्यही हो 3 घन्टा पनि लाग्न सक्छ। अहिले चाहिँ यहाँ टक्क देउरालीबाट हिँडेको कति बज्यो 7:30 भयो। 10 बजेभन्दा अगाडि चाहिँ माछापुच्छ्रे बेस क्याम्प पुग्ने ट्राई गर्छु। हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि भिडियो कस्तो लाग्छ भनिदिनु होला। लाइक चाहिँ कमेन्ट पनि गरिदिनु होला। यहाँ चाहिँ ठ्याक्क म यहाँ एभलन्स एरियामा आइपुगेको छु। खास चाहिँ बाटो यताबाट छ अनि यो स्प्रिङ सिजनमा चाहिँ जहिले नै एभलन्स हुने भएर लोकलहरूले चाहिँ बाटो डाइभर्ट गरिदिन्छ। अब चाहिँ यता जानुपर्छ। हजुर नै आउँदै हुनुहुन्छ भने यहाँबाट माथि चाहिँ जुन टाइममा नि अलिकति रिक्स छ खोलाहरूमा भेल आउने अनि ढुङ्गा खस्ने एभलन्स आउने हुन्छ। अहिले चाहिँ बाटो पुरै बन्द छ। आएर यसरी मोदी खोला तरेर साइकल आएर जानुपर्ने हुन्छ।
बेस क्याम्पबाट आएको खोला हो। बाटो चाहिँ यताको यस्तै छ होइन, उताको चाहिँ अलिक सजिलो थियो, यताको चाहिँ लगभग यो अल्टरनेटिभ भइसक्नु लाग्यो होइन, पुरानै बाटोमा पुगिन्छ। प्रष्ट त्यहाँ अन्नपूर्ण थड देखिरहेछ। अहिले चाहिँ म ठ्याक्क मोदीको बगरमा आइपुगेको छु। यो ठाउँको नामै बगर हो, बगर आइपुग्यो होइन। यस्तो डाँडा छ घर पराको, यहाँ चाहिँ ट्याक्क बाटो नभुलोस् भनेर यस्तो सिग्नल लगाइदिएको छ। अब त्यहाँ खोला तरेर पारी गएपछि चाहिँ त्यो पुरानो बाटोमा भेट हुन्छ। उनीहरू त सधैँ हिँड्दै बाटोमा। अब चाहिँ त्यस्तो सकेर लगभग उकालोतिर आइपुग्नु लाग्यो हामी। उकालो भने त्यस्तो गाह्रो उकालो चाहिँ छैन, अन्त यस्तो तर्प्या हुन्छ नि त्यो होला उकालो। बगर सकिनु लाग्यो। एउटा मेन ठाउँ छ क्या, जति बेला पनि खसिरहन्छ। अब चाहिँ हल्का हल्का उकालो छ लगभग देउरालीबाट मिसी जाने बाटो चाहिँ आधी हुनु लाग्यो। म उताबाट घुमेर आएको भएर अलिक बढी टाइम लाग्यो होइन। सिधै भन्दै 2 घन्टामा पुगिन्छ बिस्तारै, ठिक्क हिँड्दा। बाटोमा हल्का आइस रहेछ। ठिक्कै हाम्रो देउरालीबाट आमिसी पुग्ने बाटो नै आधी भयो। 1 घन्टा अझै पुगिन्छ ठिक्कै। ल अहिले चाहिँ मजाले घाम लागेको छ होइन, अलिक मजा आइरहेछ। वेदर नि हल्का खुल्लै गएको छ। एमबिसी आइपुग्यो। एमबिसी माछापुच्छ्रे बेस क्याम्प नजिक हिँड्नु होला, किन एमबिसी भन्छ भनेर चाहिँ कसैले पिस्टल पनि भन्छ के अरे। हाइट चाहिँ 3700 मिटर रहेको छ है अलमोस्ट। अनि हजुर कतिलाई थाहा छैन, माछापुच्छ्रेको समिटमा चाहिँ अहिलेसम्म कोही पनि पुगेको छैन क्या। त्यसको टपमा कस्तो छ भन्ने चाहिँ त कसैलाई पनि थाहा छैन। त्यो जति पनि फोटो भिडियोहरू छ सब सेटेलाइटबाट खिचेको मात्र छ। यहाँ चाहिँ धेरै पहिला चाहिँ 2-3टा ग्रुपले चाहिँ ट्राई गरेको थियो अरे चढ्नको लागि, अनि कुनै पनि ग्रुप सक्सेस भएन। उनीहरू ब्याक पनि नभएपछि चाहिँ अन्त गभर्मेन्टबाट नै पर्मिट इस्यु चाहिँ अब बन्द गरिदिएको, पर्मिट दिँदैन। टक्क लाएर टक्क पटेर जानुपर्ने हुन्छ। यहाँ लेखेको छ अन्नपूर्ण बेस क्याम्प 2 आवर भनेर, अनि एमबिसी 3700 मिटर। यहाँ चाहिँ धेरै मान्छेहरू झुकिनुहुन्छ क्या। माथि बाटो छ, त्यो बाटो चाहिँ एउटा होटल छ माथि, अरू यता छ। अनि त्यही नै उकालो जानुभन्दा लेफ्ट लगाएर जानुभयो ठिक हुन्छ। यहाँ चाहिँ 5वटा होटलहरू रहेको छ, एउटा मुनि छ अनि अरू चाहिँ माथि छ। तल एउटा मात्रै होटल रहेछ, नआत्तिनु टक्क लेफ्ट आएर सिधा माथि जानुभयो भने तलबाट चाहिँ देखिँदैन, माथि गएपछि देखिन्छ। बलको 5वटा होटल छ है। हुन्छ अहिले चाहिँ कोरियनको टाइम परेको रहेछ, कोरियन छ। अस्ति तल चाहिँ बङ्गाली भेटिरहेको थिएँ, फेरि माथि आएछ कोरियन। माछापुच्छ्रे यो चाहिँ
माछापुच्छ्रे बेस क्याम्पको होटलहरू हो। बेस क्याम्प यतातिरबाट गइन्छ। अन्त चाहिँ माथि देखेको अन्नपूर्ण साउथ, बाह्रशिखा, अन्नपूर्ण वान हल्का देखिरहेछ, बादल लाग्छ बेसरी। अनि then पछाडि चाहिँ थर्पुचुली ट्रेन पिक पर्छ। मिसीको होटलहरू हो। अब यहाँ ठेक्का लाएर स्यास्या खाएर माथि जानुपर्छ होइन। अब हजुर छिटो छिटो आउनुभयो भने चाहिँ लन्च खान माथि जानुभयो भने राम्रो हुन्छ, किनभने बेस क्याम्प गएर खाना खाँदा चाहिँ तपाईँको धेरै टाइम हुन्छ त्यहाँ स्पेन्ड गर्ने। इनकेस नेक्स्ट डे वेदर खोलेन, अघिल्लो दिन राम्रो छ भने माछाहरू देख्ने चान्स बढी हुन्छ। माछापुच्छ्रे बेस क्याम्पबाट अन्नपूर्ण बेस क्याम्पको यात्रा सुरु भयो। अब नर्मल चाहिँ 2 घन्टा हो, मलाई चाहिँ 3 घन्टा लाग्छ कि जस्तो लागिरहेछ। यसलाई अलिकति गाह्रो भइरहेछ। पोलहरू गाडेको छ, त्यो चाहिँ हेभी स्नोफल भएर बाटो पत्ता लगाउन सकेन भने चाहिँ तपाईँहरूले यो पोललाई हेर्दै यसको डाइरेक्सनमा हिँड्नुभयो भने अनि बेस क्याम्प जानु पनि सक्नुहुन्छ होइन। बेस क्याम्पबाट फर्किँदाखेरि मिसीतिर जान सक्नुहुन्छ। बेस क्याम्प चाहिँ नजिक आइरहेछ, हल्का हिँड्नै पर्न थालिरहेछ, हल्का झरिरहेछ। वेदरले हल्का च्यालेन्ज हानेको। फाइनल्ली हामी चाहिँ बेस क्याम्पमा आइपुगेछौँ है। नमस्ते अन्नपूर्ण बेस क्याम्प। We are in here 4103 मिटर हाई। सबैजना फोटो खिच्न व्यस्त हुनुहुन्छ। म बोर्डमा फोटो खिचेर होटलतिर लम्किँदैछु। माथि हो। फाइनल्ली बेस क्याम्प आइपुग्यो 4 दिन लगाएर पोखराबाट। यहाँ चाहिँ 6वटा होटल छ बेस क्याम्पमा। पहिला 4वटा थियो, अनि अहिले 2वटा थपेको छ। रुमहरू चाहिँ सिङ्गल डबल चाहिँ एकदम कम हुन्छ चान्स। अनि यहाँको होटलमा चाहिँ प्राय त्यो एउटै रुममा 4वटा 5वटा 8वटा 12वटा बेड छ क्या। अनि त्यसरी नै बस्नुपर्छ।